चाहिँ एकदम राम्री भएर आउनु भएको छ आज। Thank you so much. Guys, please subscribe my YouTube. हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। अनि हामी चाहिँ यता घुम्न जाँदैछौँ। Hello. हाई। अनि अब हामी चाहिँ यता घुम्न जाँदैछौँ क्याफेतिर एकदम दिदीहरूसँग। खानालाई Oh my god! चाहिँ एकदम राम्री भएर आउनु भएको छ आज। Thank you so much. ल अनि हामी जाँदैछौँ। फुलहरू चाहिँ बबाल भएर रहेछ यतातिर जे भयो भने घुम्ने ठाउँहरू। राम्रो छ। घरहरू पनि राम्रो छ यतातिर। अनि यहाँ मकैहरू भर्खर रोपिरहेको रहेछ घाँसको लागि होला, नत्र फलिसक्नु पर्ने। आँपहरू बबाल रहेछ है। ल केही भन्दिनँ न त। गुच्चीको ब्याग देखाइदिनु न त रे, मैले त गुच्चीको ब्याग देखाइदिनु। A few moments later. फाउन्डेसन जान्छ नि फेरि राम्रो। Oh my god! फाउन्डेसन जान्छ नि फेरि राम्ररी घामले। वाटरप्रुफ ओके, वाटरप्रुफ हो एकदम फाउन्डेसन राम्रो छ। तिनीहरुले चाहिँ पिटी भयो। एक सेकेन्ड के गरौँ त? Don't touch my face, okay? No. वाटरप्रुफ हो गाइस, त्यस्तो हैन। यिनीहरुले चाहिँ पिटी पोल्छ नि पाखेहरूलाई के थाहा, यिनीहरुलाई थाहा छैन यिनीहरु। हजुर महँगो होला नि त यो फाउन्डेसन। यिनीहरु साबुनले मुख धुनेहरूलाई के थाहा छ 3000 को फाउन्डेसनको किन। हजुर 3000 को हो यो। हामीले त अब केटा मान्छेहरूलाई त्यति ज्ञान हुँदैन नि त यस्तो क्रिमहरुमा। हामी त नेचुरल बडी हो नि त एकदम पुरै केही न। हामी नेचुरलै ठिक छौँ हैन। It's later. त्यो चाहिँ च्याम्पियन हो है साथीहरु, तपाईहरु आएर भिजिट गर्न सक्नुहुन्छ एकदम। खाना चाहिँ नसिधा सिधा। सिधै भित्र जाने। यहाँ चाहिँ आज हल्का वेटरहरू कम रहेछ होला। यहाँ चाहिँ वेटर कम रहेछ है साथीहरु, त्यसैले आज हामी चाहिँ यता बस्दिउँ न त, त्यहाँ फोहोर रहेछ। ल आज के खुवाउनुहुन्छ त भनिदिनु न त ल। के खान्छौ त्यो खुवाउँछु गाइस। ल बधाई छ ल। ल एनसी केटाहरू एकदम चिलमा। आज च्याम्पियन पुगिसक्यौँ। आज अब अर्डर गर्छ केटाहरूले। ल एकदम बबाल छ है च्याम्पियन एकदम। एकचोटि हामी अस्ति आएको थियौँ, फेरि आइसकेको। आज च्याम्पियनको उयो छ, च्याम्पियन लेखेको। दाइ क्लिन गरिदिनु अनि मेन्यु ल्याइदिनु न ल। आम्मा बबाल आएको रहेछ यार तिमीहरूको त। ल के भनिदेऊ न त, साँच्चै भनेको पिक्चर यस्तो आएको छ नि। हेलो गाइस, सब्सक्राइबहरू गरिदिनु भन न ल। प्लिज सब्स्क्राइब गरिदिनु होला। ल हाम्रो भाइको चाहिँ सब्स्क्राइब गरिदिनु होला। कस्तो छ? दामी छ, सर्भिस पनि दामी छ, टेस्ट पनि दामी छ। अरू केही? यहाँको सेवा सुविधाहरू पनि ठिकै छ, मन पर्यो। मिठै छ? मिठो छ। चाउमिन पनि ट्राई गर्नु। चाउमिनको चाहिँ चिकन हन्टरहरू छ है। यो चाहिँ हाम्रो साथी एकदम चिकन हन्टर हो नि फेरि। यो पनि दामी छ एकदम। चिकन त बेस्ट लाग्यो मलाई। ल ल पक्का यो मोमोको कस्तो छ? मोमो गाइस, हजुर। मोमो जस्तो है। मोमो चाहिँ ट्राई गर्नु अब। ट्राई गर्नु पर्यो। रिभ्यू दे। यो मोमो त फुटिरहेको छ। ल बाइट आउनु न बाइट। ओठ पुसा खान्छ? ओठ पुसा कस्तो छ? बबाल छ? ल तपाईँको हल्का रिभ्यू चाहियो हामीलाई।
Yummy.